हेलो एभ्रिवान। मैले एउटा सानो काम गर्दै थिएँ। यहाँ चाहिँ मैले एउटा युजर स्किममा चाहिँ लेखिरहेको थिएँ एन्ड यहाँ चाहिँ मेरो एउटा पासवर्ड फिल्ड थियो जसलाई चाहिँ मैले चाहिँ स्ट्रिङ चाहिँ स्टोर गरिरहेको छु यहाँ। अब स्ट्रिङमा स्टोर गरिरहेको छु, यो चाहिँ अलिकति राम्रो भएन। सो मङ्गो डिबीमा चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि पासवर्डलाई चाहिँ स्टोर गर्नुभन्दा पहिला चाहिँ मानव कसैले रजिस्टर गर्यो र त्यसले चाहिँ त्यहाँ पासवर्ड हानिसके पछाडि त्यो पासवर्ड डाटाबेसमा आएर सेभ हुनुभन्दा पहिला चाहिँ हामीले केही मेथडहरू रन गर्छौँ जसले चाहिँ त्यो पासवर्डलाई चाहिँ ह्यास गरिदिन्छ। कसरी गर्छौँ त हामीले त्यो त्यही सानो काम चाहिँ मैले एउटा सिकाउन खोजिरहेको थिएँ। एन्ड टु डु द्याट हामीले चाहिँ युज गर्छौँ एनपिएम जिएसमा गएर बिक्रिप्ट जिएस। हामीसँग दुईवटा लाइब्रेरीहरू छ, एउटा छ बिक्रिप्ट जिएस भन्ने, अर्को छ बिक्रिप्ट मात्रै। बिक्रिप्ट सो बिक्रिप्ट जिएस र बिक्रिप्ट भन्ने चाहिँ हामीसँग दुईवटा लाइब्रेरी छ एन्ड हामीले चाहिँ अब यसलाई डाइरेक्टली इन्स्टल गरेर चाहिँ हामीले पासवर्डलाई ह्यास गरेर त्यसलाई साल्भ गरेर एन्ड डाटाबेसमा चाहिँ हामीले सेभ गर्न सक्छौँ। सो आई विल सो यु द्याट कसरी चाहिँ गर्छौँ भनेर। सो फर्स्टमा चाहिँ इन्स्टल गरौँ। इन्स्टल गर्ने मेथड पनि हामीलाई दिएको छ एनपिएम आई बिक्रिप्ट भनेर। सो त्यसलाई चाहिँ कपी गरेर डाइरेक्ट तपाईँले टर्मिनलमा पेस्ट गर्नुभयो भने तपाईँको सेभ हुन्छ एन्ड मैले चाहिँ इन्स्टल हुन्छ। मैले चाहिँ इन्स्टल गरिसकेको छु। लेट्स इम्पोर्ट द्याट फर्स्ट। बिक्रिप्ट। सो द्याट्स इट। यसै भयो। अब हामीले कसरी गर्छौँ त भन्दाखेरि लेट्स सी मैले चाहिँ एउटा युजर स्किमा बनाएको छु। लेट्स युज द्याट युजर स्किमा डट यो युजर स्किमा डट जुन छ। अब हामीले यहाँ मङ्गो डिबीमा गरिरहेछौँ भने मङ्गो डिबीले चाहिँ हामीलाई त्यस्तो केही मिडलवेयरहरू दिन्छ जसले चाहिँ के गर्छन् त भन्दाखेरि हाम्रो पासवर्ड सेभ हुनुभन्दा पहिला चाहिँ केही अपरेसनहरू लगाइदिन्छ। फर इक्जाम्पल देयर इज अ प्री मिडलवेयर। एउटा प्री भन्ने मिडलवेयर छ जसले चाहिँ जस्ट डाटाबेसमा सेभ हुनुभन्दा पहिला चाहिँ यसले यो मेथड चाहिँ चलाइदिन्छ। ठिक छ, जस्तै यहाँ हेर्न सक्नुहुन्छ प्री भन्ने एउटा मिडलवेयर हो। यसले चाहिँ यो मेथड रन हुने बेला, सेभ भन्ने मेथड रन हुने बेला चाहिँ यो पुरै स्किमा यो जुन हामीले यहाँ चाहिँ मेथड लेख्छौँ यो पुरै मेथडलाई चाहिँ रन गरिदिन्छ सबभन्दा सुरुमा। यो जुन प्री भन्ने मिडलवेयर मैले के भने भन्दाखेरि प्री मिडलवेयरले सेभ हुनुभन्दा पहिला चाहिँ यो पुरै मेथडलाई चाहिँ रन गरिदिन्छ। लेट्स सी हाउ इट्स डु द्याट। कसरी चाहिँ गर्छ त। सो प्री सो फर्स्टमा चाहिँ हामीले मेथड दिन्छौँ। कुन मेथड त। सो इफ यु डोन्ट नो गाइज यहाँ चाहिँ तपाईँले मेथड पनि हेर्न सक्नुहुन्छ। कसरी त भन्दाखेरि टाइप अफ मिडलवेयरमा जानु होला। यहाँ तपाईँले हेर्नुहोस् भ्यालिडेट गर्ने कि सेभ गर्ने कि अपडेट अप डिलिट वान यो हुनुभन्दा पहिला चाहिँ हामीले चाहिँ सो केही मेथडहरू रन गर्न सक्छौँ। देन हामीले चाहिँ यहाँनिर एउटा कल ब्याक पाउँछौँ। अब जस्तै एउटा कल ब्याक फङ्सन भयो, एरो फङ्सन भयो। यो एरो फङ्सन चाहिँ हामीले युज गऱ्यौँ भनेपछि के हुन्छ त भन्दाखेरि यो जुन युजर स्किममा गराएको छौँ नि हामीले यो युजर स्किमामा भएका जुन फिल्डहरू छन् यिनीहरूको चाहिँ एक्सेस हुँदैन। इन सिम्पल हामीले चाहिँ यस्तो लेख्न सक्दैनौँ दिस डट यो चाहिँ हामीले लेख्न सक्दैनौँ बिकज दिसको एक्सेस चाहिँ हामीलाई यो एरो फङ्सनभित्र चाहिँ हुँदैन। सो हामीले युज गर्छौँ normal function like this and function and it is a database call. हामीले चाहिँ database call गरिरहेछौँ। so we need to use async को चाहिँ हामीले युज गर्नुपर्ने हुन्छ। so this dot password is equal to await बिक्रिप्ट डट ह्यास। बिक्रिप्टसँग चाहिँ हामीले एउटा ह्यास भन्ने मेथड पाउँछौँ जसमा चाहिँ हामीले दुईवटा कुराहरू दिन्छौँ। फर्स्टमा चाहिँ आफ्नो स्ट्रिङ पासवर्ड दिस डट पासवर्ड दिन्छौँ एन्ड देन हामीले चाहिँ यो पासवर्डलाई कतिचोटि राउन्ड गर्ने त कतिचोटि चाहिँ यसलाई सल्भ गर्ने भनेर मेथड दिन नम्बर दिन सक्छौँ। लाइक 8 9 जति नै दिन सक्यो, मैले 7 दिएँ एन्ड
इट इज अ मिडलवेयर। हामीले भन्यौँ यो प्री भनेको चाहिँ एउटा मिडलवेयर हो। सो मिडलवेयरमा चाहिँ जहिले पनि के हुनुपर्छ, नेक्स्ट हुनैपर्छ एन्ड देन लास्टमा नेक्स्ट। द्याट्स इट गाइज, हामीले गरिसक्यौँ यो काम। अब यहाँ चाहिँ एउटा प्रब्लम छ गाइज, के छ त भन्दाखेरि इफ यु सी क्लियरली, हामीले मानव कुनै युजरले चाहिँ नेम मोडिफाई गर्यो गरे, उसको नेम मोडिफाई त हुने नै भयो। एट द सेम टाइम यो मेथड पनि रन हुन्छ, बिकज नेम मोडिफाई हुँदा त युजर स्किमा चाहिँ मोडिफाई हुने हो कि नै त। युजर स्किमा मोडिफाई हुने क्रममा जहिले पनि यो प्री भन्ने फङ्सन चाहिँ मिडलवेयर चाहिँ रन हुन्छ। अब यो रन हुन्छ, ठिक छ। यो रन हुँदाखेरि के हुन्छ त भन्दाखेरि हाम्रो पासवर्ड हरेक टाइम चेन्ज हुन्छ कि, यो जति पटक रन हुन्छ त्यति पटक चाहिँ हाम्रो पासवर्ड चेन्ज हुन्छ। त्यसका लागि चाहिँ हामीले के गर्न सक्छौँ त भन्दाखेरि यस्तो गर्न सक्छौँ, हेर्नुहोस्, कन्डिसन लगाउन सक्छौँ जहाँ चाहिँ यदि पासवर्डमा मोडिफाई भएको छ भने मात्रै हाम्रो यो यो जुन पासवर्ड ह्याज भएको छ त्यो चाहिँ होस्। दिससँग चाहिँ हामीले यहाँ एउटा इज मोडिफाइड भन्ने एउटा फङ्सन पाउँछौँ, जसमा चाहिँ हामीले आफ्नो फिल्डको भन्नुको अर्थ यदि यो मोडिफाई भएको छ कि नै त चेक गर्छौँ। हामीले भएको छ भने ठिक छ, हामीले तलको रन गर्छौँ, छैन भने रिटर्न नेक्स्ट। हामीलाई कामै छैन, यो रनै गर्नु परेन। यदि मोडिफाइड भएको छैन भनेपछि हामीले सिधै नेक्स्ट गरिदिन्छौँ। तपाईँ अन्त जानुहोस्, जे गर्नुहुन्छ गर्नुहोस्, हाम्रो काम सकियो भनेर चाहिँ हामीले डाइरेक्ट गरिदिन्छौँ गाइज। यति हो हामीले गर्ने भनेको, एन्ड द्याट्स इट। हाम्रो पासवर्ड चाहिँ ह्याज भएर चाहिँ सेभ भइसक्छ। थ्याङ्क यू फर वाचिङ।